वेलकम टु माई युट्युब च्यानल। हामी चाहिँ आज दिदी भिनाजुको घरमा जान लागेको। ल हेलो भन्दैछ। हेलो कता हो हेलो भन्ने? हेलो हेलो। आज हामी कहाँ जान लाग्यो रे? दिदी भिनाजुको घरमा बिरा साकुरा हेर्न जाने हो। हामी चाहिँ आज सबैजना भएर म एकै हो। हामी चाहिँ अर्को मन्जन नाका छेउ आएर अनि वेदर लाइन ट्रेन चेन्ज गरेर जान लाग्यो। हामी चाहिँ कुरामा स्टेसन आएर अनि कहाँ जाने हो र तिमी? त्यो पारीको बिल्डिङ बस्नुहुन्छ। अब हामी चाहिँ हामी चाहिँ यहाँ दिदीको घरमा आइपुगे। के छ दिदी, सबै हुनुहुन्छ? हेलो। यो दिदीलाई यहाँ बुहारीले यति कसैले त ल्याइदिनु पर्यो ल। कसैले राखेर ढोक गरे मेरो दिदीलाई। गरम दिदी ढोक गरम। हामी चाहिँ दिदी भिनाजुको घरमा आएको छौँ है आज। हेलो भिनाजु, के छ खबर? अब यहाँ चाहिँ हाम्रो भात खाने बेला हुँदैछ। कस्तो छ त खाना? शुभम कस्तो छ खाना? यहाँ रित्तै बनाइसक्यो खाएर। कस्तो छ दिदीले बनाएको खाना? मिठो छ। हेलो गाइजहरु, के गर्नुभएको छ तपाईहरुले? यहाँ पाहुना आउन आएकी मान्छेले भाडा माग्न परिरहेको चाहिँ अब यहाँ साकुरा हेर्न जान लागेको दिदीको घर। हामी चाहिँ अब यहाँ हाजोमा लाइन चढेर अनि चितुरा गएको चाहिँ ट्रेन जाने हो, पार्कमा जाने हो। ट्रेनभित्र चढ्यो। हामी चाहिँ अब कुन स्टेसन रे दिदी हो? आन्जमो स्टेसन। आन्जमो स्टेसन। हामी चाहिँ अब यो 5 नम्बरबाट एक्जिट भएर अनि हल्ला गर्दैला दुइटा एउटा साली सम्हाल्नु गाह्रो भएछ। हामी चाहिँ साकुरा हेर्ने ठाउँमा आइपुग्यौँ। आज स्याटरडे भएको भएर कति धेरै मान्छे छन् है। यो साकुरा हेर्ने मान्छे चाहिँ टन्नै छ। के छ त भिनाजु? भिनाजुलाई उता सालीले छोडिदिनु फेरि उता सालीलाई पनि उचालेर ल्याउनु बाहिरबाट मिल्छ होला। सालीले फेरि यहाँ भिनाजुलाई बोक्न भनेर यहाँ भिनाजुलाई कडा उस गरिछन्। यहाँ साली नानी सानी भएर भिनाजुलाई गाह्रो भयो। बोक्नु मलाई भनिराखेको छु नि, हिँड्न गाह्रो भएर साली नानीलाई। अब यहाँबाट चाहिँ हामी डुङ्गा चढ्ने हो। आज कति धेरै मान्छे छन् कि। हामी चाहिँ पछाडि साली भेनाको फेरि उहाँ चाउचाउ खाने कार्यक्रम भइरहेछ। साली भेनाको हामी यहाँ भोक लाएर हिँड्दै थाक्नु भएर अनि यहाँ चाउचाउ खाँदै हुनुहुन्छ उहाँले चाहिँ। यहाँ चाहिँ डुङ्गा चढ्ने ठाउँ थियो तर हामी चाहिँ प्री बुकिङ गरेर आउनुपर्ने रहेछ। हामीलाई चाहिँ थाहा भएन अनि हामी चाहिँ डुङ्गा चढ्नु पाएन। यहाँ पहिले प्री बुकिङ गरेर आउनुभयो भने चाहिँ डुङ्गा चढेर मजाले इन्जोय गर्न सक्नुहुन्छ। हामी चाहिँ अब हिँड्दा थकाइ लाएर हामीलाई चाहिँ यहाँ स्याउ सुन्तला चाउचाउ खाने बेला हुँदैछ। ल
वेलकम टु माई मिनी भ्लग भन हामी चाहिँ अब साकुरा हेरेर घर फर्किँदैछु भने चाहिँ अब यो ट्रेन चढेर अनि घर जान्छौँ बाई बाई गरिदिनु बाई बाई यहाँ रोटी बनाएर खुदको रोटी बनाएर खाने प्लान छ अब चाहिँ कस्तो भन्छन् हामीले पछाडि राख्छौँ खाने बेला भन न दिदी भिनाजुले चाहिँ रोटी बनाएर खुवाउने रे बुहारीलाई सालालाई